साथीहरु स्वागत छ। अहिले भर्खर चाहिँ म उठेको छु र अहिले उठेर चाहिँ म मुख धुन जाँदैछु। त्यही ल लाइट साइट बन्द गरिहाल्नु एकछिन। अहिले भर्खर म उठ्यो। आज चाहिँ बिहान एकदम चिसो छ यार। के भन्ने साथीहरु, बाहिर चाहिँ धेरै चिसो छ। एकछिन मुख धुँदै आउँछ। भिडियो चाहिँ कन्टिन्यू Jesus. कपाल कस्तो छ यार, हिजो काट्यो है कपाल। कमेन्ट हाल्नु भर्खर चाहिँ बिहान उठेर यार मुख सुख धोएर यति खतरा चिसो हो यार बाहिर भर्खर। र अब हामी चाहिँ मुख धोइसकेका छौँ। अब चाहिँ दाँत माझेर चाहिँ हामी दुध पुगाउन चाहिँ हामी निस्किन्छौँ। हामीले दाँत माझिसकेका छौँ। अब चाहिँ हामी बजार जानेवाला छौँ। बजार गएर चाहिँ ठ्याक्क भिडियो कन्टिन्यू गर्छौँ अहिले हिँड्दाखेरि है त। ल फेरि म घरदेखि हिँडिसकेको छु। अहिले चाहिँ भ्लग बनाउनको लागि र आज चाहिँ हामी दुध लिएर चाहिँ डब्बा हेर्न सकिन्छ। दुध साइकलमा चाहिँ हामी हिँडिरहेका छौँ। साइकलमा हिँडेर चाहिँ आज हामी दुध पुगाउन जानेवाला छौँ। र ठ्याक्क दुध पुगाउँदाखेरि को हुन्छन्, भेट हुन्छन् बजारमा, के हुन्छ टोटल हामी तपाईँले देखाउने कोसिस गर्छौँ। र अन्तिमसम्म हेर्नु होला है साथीहरू। र हामी अघि बढिरहेका छौँ। बाटोतिर त कोही खासै मान्छे आएको नै छैन, सायद कोही नै देखिन लागेन, कोही किन होला। चाहिँ हामी बजारतिर पुगेपछि चाहिँ बिहान भिड भराएको हुने होला। र बजारतिर चाहिँ बनाउला अलि मान्छेको चहल पहल छैन चाहिँ। अहिले त म गाउँतिर छु। गाउँतिर भएको कारणले चाहिँ चहल पहल छैन। र अहिले म बजार पुगेपछि अलिकता चहल पहल हुने भएको कारणले चाहिँ त्यतातिर अलि भिडियो बनाउनुलाई चाहिँ मजा आउँछ। हेर्न सक्नुहुन्छ तपाईँ। कमेन्ट गर्नु होला यो चाहिँ म कुन ठाउँमा हिँडिरहेको छु भनेर है त। मान्छेहरूको नजर चाहिँ खतरा हुन्छ मेरो यतातिर। ठ्याक्क बजार जाँदैछु। ठ्याक्क डेरीनिर चाहिँ आज दुध पुगाउन भनेछन् मलाई। बजार गएर पछाडिका मान्छे खतरा हुन्छन् फेरि कुरा काट्न। हिँड्दा 2 मिनट भइसकेको छ। 2 मिनटसम्म अहिले बजार पुगेको छैन। के छ भाइ? सब्सक्राइब ठ्याक्क जान लाग्यो। अब थोरै टाइम छ बजार पुग्नको लागि। हो रोड बजार पुग्ने र हामी लगभग पुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ पछाडि घरहरू मस्त सिनहरू चाहिँ तक्रा सिन हुन्छ यहाँतिर। फेरि भिडियोलाई सकेसम्म लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नु होला साथीहरू। हामी लगभग पुगिसकेका छौँ। अब आइसकेँ। म चाहिँ आज अलिकता ढिलो पुगेको थिएँ। आयो हो त। ल हाम्रो चौकी पनि आइसकेको छ बेलौरीको। घरहरू बजार नजिकका हाम्रो चाहिँ चौकी। बाटोतिर कुकुरहरू घुमिरहन्। कुकुरको धेरै डेन्जर छ यार यो रोडतिर। मान्छेलाई कतिखेर टोक्छन् केही थाहा हुँदैन। हाम्रो चाहिँ यो मन्दिर आइसकेको छ। हाम्रो चाहिँ यो शिवजी भगवानको मन्दिर हो। हामी सबैले लाइक गरिदिनु होला शिवजी भगवानको लागि। यता अटो स्ट्यान्ड छ, यता सरकारी अस्पताल। ल मेन बजार चाहिँ आइपुगेछ। ल त फाइनल्ली बजारमा पनि पुग्यो। हेर्न सक्नुहुन्छ बजार पुगिसकेका छौँ हामी चाहिँ। अब डेरीमा पुग्नेवाला थोडा टाइम छ। यो चाहिँ हाम्रो मेन बजार, हाम्रो बेलौरी बजार। यता पनि छ बजार चाहिँ हाम्रो पारिपट्टि पनि छ। हाम्रो चाहिँ यो बेलौरी बजार हो। बेलौरी बजार हेर्न सक्नुहुन्छ। खासै चहल पहल चाहिँ त्यतिको नरहेछ हामीले जति सोचेका थियौँ। र हामी चाहिँ ठ्याक्क अब डेरीमा पुगेपछि
भिडियो चाहिँ कन्टिन्यू गरौँला। बजारमा त्यति मैले सोचेको चहल पहल नरहेछ, हेर्न सक्नुहुन्छ। खासै चहल पहल नै छैन बजारतिर र हामी डेरीमा पुगिसकेका छौँ। यही नै हाम्रो डेरी र हामी पुगिसकेका छौँ। डेरी यही नै हो हाम्रो डेरी, दुध पुगाउने, हेर्न सक्नुहुन्छ। र हामी अहिले फर्किसकेका छौँ बजारबाट। दुध पुगाएर हामी चाहिँ अहिले घरतिर फर्किरहेका छौँ। हेर्न सक्नुहुन्छ बजारतिर फोहोर लग्नको लागि चाहिँ नगरपालिकाको ट्र्याक्टर र ट्राली आएका छ। पछाडि हेर्नुसक्छ अब चाहिँ हाम्रो बजारबाट चाहिँ हामी घरतिर लागिसकेका छौँ। ल अब म बजार दुध पुगाएर घरतिर फर्किन लाग्छु। यही नै हो मेरो गाउँ, यही नै हो मेरो एरिया। हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। पछाडि बोर्डमा के लेखाएको थियो पढेर तपाईँहरू मेरो घर पनि आउन सक्नुहुन्छ साथीहरू, मेरो सब्सक्राइबरहरू।